सेकेन्ड दिन हो होइन। हिजो अगाडिको भिडियोहरू भयो भने हामी बेलुका बसमा आएर सुतेको थियौँ होइन। अहिले पनि हामी त्यही बसमा छौँ। त्यस्तै अवस्था त्योभन्दा अलिक बत्तर अवस्थामा दिदी चाहिँ रातभरि भन्दिनँ जिउ गऱ्यो। अन्त अहिले चाहिँ हामी यति बिहान बिहानै किन उठेको भने चाहिँ बिहान बाहिर उठेर मात्रै हुन्छ भर्खर दिदीले चाहिँ हाम्रो बस स्ट्यान्डको नाम सुनेर चाहिँ कृतिका बस स्ट्यान्ड आयो उठाउनु होइन। अन्त भरे आधी घन्टाभन्दा बेसी भइसक्नु आँट्यो हामी फेर बसेको आउँदै आउँदैन हो। पहिला उठाएर आइसकेँ मैले बदमास गरेर। रातको बिहाबै चाहिँ मैले सबैलाई उठायो। सिरियस कुरो आयो। बाहिर चाहिँ कस्तो छ देख्नुहोस्। बाहिर चाहिँ भर्खर उज्यालो हुँदैछ हो। भर्खर 6 बज्दैछ। 6 बज्दैछ। बाहिर चाहिँ यस्तो छ भर्खर उज्यालो हुँदैछ। आज पनि के कस्तो हुन्छ देखाउँछु। उडिसाको चाहिँ उडिसा भनेपछि कलकत्ता हामी कलकत्ताको कतिकै ठाउँमा आइपुग्यौँ। बालासोर आइपुग्यौँ होइन। आज चाहिँ हामी दिनभरि यहीँ घुम्ने अरे। अन्त बेलुका यसरी नै बसमा चढेर अन्त जगन्नाथपुरी जाने। अनि त्यहाँनिर पनि बिहान ओर्लेर अनि त्यो दिन जगन्नाथपुरी घुमेर अन्त बेलुका ट्रेनमा चढेर अन्त चाहिँ क्याम्पमा जाने हामी। यो चाहिँ कसम के जाडो राति पसिना खल हुँदा पनि जाडो भन्न छोडेको थिएन। राति उकुस मुकुस भएर सफोकेसन भएर उठेर पानी खाम्जेल हुँदा पनि मान्दै छैन। ल आजको के कस्तो हुन्छ देखाउँछु। हामी चाहिँ अहिले घुम्न जानको लागि रेडी भइ पनि सक्यौँ होइन। मेरो लुक्स जुत्ता अन्त हेलो हेलो हामी कहाँ जान आँटेको भनिदिनु नि। ठाउँको नामै याद छैन मलाई। हामी अब जान्छौँ भिक्टोरिया जान्छौँ साइन्स सिटी जान्छौँ हो। हजुर पार्क चाहिँ टाढो छ हो। सबैजना रेडी भयो। हामी रेडी भइसक्यौँ। हामी चाहिँ रेडी भइसक्यौँ होइन। खोइ अन्त फेरि के साह्रो ऐना हेरिदिएको होइन कहिले फोटो खिच्नु ल। हामी होइन म चाहिँ निक्लिसकेँ। रक्षा र समीक्षाहरू पनि निक्ले जस्तो लाग्यो हो। अब चाहिँ हामी अलिक भरे पनि अन्त भिक्टोरिया हल अन्त कुनै के ठाउँ भन्नुभयो त्यो ठाउँ जाने हो। अब चाहिँ हामी रक्षा माथि रुम थिएन रे यहाँ आएर केस गर्दैछ। अन्त दिदी कोही हुनुहुन्न यहाँ। अहिले हामी मात्रै छौँ। हामी डाम्रे ए यसमा यो चाहिँ हामी रेलको पट्री भन्दै थियौँ कि तर यो एउटा पनि केही गाडी कुद्दो रहेछ। अघि पुग्यो त है हामी यता आउँदा यस्तो पुरानो बस हुँदो रहेछ हो त्यो कुद्दो रहेछ यो लाइनमा चाहिँ। अरू म्यानेजरहरू हाम्रो अगाडि जाँदैछन् हो हामीलाई छोडेर। मनिषा दिदी ओ मनिषा दिदी हेलो आकृति हेलो मैले आकृति भने हेलो गाइस गुड आफ्टरनुन वेलकम टु
यहाँ चाहिँ हाम्रो भात खाने र नखानेमा डिस्कस पर्दैछ खतरा हो खतरा डिस्कस हुँदैछ यहाँ मोटेर लुतेर हाल्छु खतरा छ यहाँ हामी चाहिँ बस पर्खेर बसिरहेको छौँ हो यस्तै छ जिन्दगी लक्ष्य कस्तो हुँदैछ हाम्रो हालत चाहिँ यहाँ समीक्षा हामी चाहिँ बसमा कम्ती खाली छ बस चाहिँ हामीहरूलाई कम्फर्टेबल छ बस चाहिँ तिमीले कसलाई खोजेको अम्बो सिसाको घर छ हाम्रोमा त सिमेन्ट र बलुवाको हुन्छ अचम्बित हामी यहाँ भिक्टोरिया हो कि भात खाने ठाउँ खोज्दा खोज्दै रात पनि आँटिसक्यो ठुलो बिल्डिङ आम्बो ठुलो बिल्डिङ हाम्रोमा त एक तले घर मात्रै हुन्छ ए त्योभन्दा बेसी कसको माथा भन है तिनीहरू चाहिँ झरिरहेछन् सन्च भनाइ फोड्न आइहाल्छौँ हामी फ्रन्ट हुँदैन भिडियो बनाइरहेको छु के भयो मलाई के याद आयो भने खालो परेर घरेर पनि हामी हरायौँ दोस्तों हम लोग गुम हो गए वाट हिन्दी सो गाइज हामी चाहिँ बल्ल बल्ल भात खाने ठाउँमा आइपुग्यौँ होइन भोक लागेको होला यहाँ चाहिँ अर्डर दिनुहुँदैछ फुपाले बहिनी हजुर बहिनी हामी चाहिँ अब खाना खान आँटेको होइन यहाँ डल्ले खोर्सानी लिएर बस्नु भएको छ सो गाइस हामी चाहिँ अहिले खानाहरू पनि खाएर चाहिँ भिक्टोरियल पार्क जाँदैछौँ होइन सबैजना अगाडि दिदीहरू निकालिरहेको छ लु ए ननिकाल्नु ल त्यहाँ भएर ननिकाले त भ्लग सेयरै हुँदैन मेरो भ्यू पनि आउँदैन हो त्यस्ता छ मिस्टरी दिदीहरू चाहिँ यहाँबाट रोड क्रस गर्नु जति गाह्रो काम चाहिँ केही होइन कुद्यो 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 हामी चाहिँ भिक्टोरियल मल त्यही भए पनि मल आइपुग्यो दामी सराउन्डिङ रहेछ यहाँ चाहिँ सफा भनेको चाहिँ यहाँ मात्रै देखियो है सफा भन्ने कुरा चाहिँ यहाँ मात्रै देखियो यहाँ आएर यहाँभित्र के छ अब देखाउँछु म हामी चाहिँ भित्र पसिसक्यौँ होइन यस्तो चिप्लेर लड्यो भने चाहिँ के हुन्छ होला है दामी रहेछ ओ माथि जुङ्गा भएको अङ्कल बस्नु भएको रहेछ घोडामाथि ओ जुङ्गा भएको अङ्कल यहाँ चाहिँ हाम्रो फोटोसुट पुरा डरलाग्दो हुँदैछ हो यहाँभित्र चाहिँ यति दामी रहेछ यता यो साइडमा लेक पनि रहेछ होइन हामीलाई चाहिँ छोडेर सबैजना अगाडि गइसक्नु भयो तर पनि ठिकै छ यो चाहिँ पार्ट 1 भिडियो हो होइन किनभने चाहिँ आजको दिन चाहिँ हामी पुरा बेसी घुम्नेछौँ नि त अन्त भिडियो लामो हुन्छ होला भनेर मैले यो पार्ट 1 बनाएको पार्ट 2 चाहिँ अर्को भिडियो आउँछ सबैजना